₹32,533 अहिलेसम्म उठिसकेको छ। बहिनी चाहिँ अहिले आइसियुमा हुनुहुन्छ, अपरेसन चाहिँ भइसकेको छ। धन्यवाद दिन्छु हाम्रो गुवा नेपाली टिभी र हाम्रो पुरन सर, तपाईँको मिसले धन्यवाद दिन्छु। जब तपाईँहरूले हाम्रो बहिनीको जब तपाईँले सहयोगी भावना भएका व्यक्तिहरूमा तपाईँले यो पुर्याइदिनु भयो र धेरैले सहयोग गर्नुभएको छ। नमस्कार, म लोक तथा दोहोरी गायिका टिका सानु। तपाईहरु यतिखेर हेर्दै हुनुहुन्छ गुवा नेपाली टिभी। दर्शकवृन्द नमस्कार। यति बेला गुवाबाट सञ्चालित पहिलो नेपाली मिडिया गुवा नेपाली टिभी हेरिरहनु भएको छ। विगत केही दिन अगाडि हामीले एउटा भिडियो प्रसारण गरेका थियौँ। बाँके जिल्ला कि बुद्धि कुमारी चौधरी ब्रेन ट्युमर भएर गुवा मेडिकल कलेजमा उपचार हुनुहुन्छ भनेर, र उहाँको सहयोगमा उहाँको साथमा चाहिँ राजु राई सर हुनुहुन्छ र अहिलेसम्म उहाँलाई हेरविचार गरिरहनु भएको छ। र आर्थिक सहयोगको लागि हामीले उहाँको खाता नम्बर र अनलाइन पेमेन्टको लागि स्क्यान राखेका छौँ। अहिलेसम्म के कति उठेको छ उहाँबाट हामीले जानकारी लिँदैछौँ र थप सहयोग उठ्छ कि भन्ने आशा पनि छ। अहिले उहाँको अवस्था के कस्तो छ सबै कुराहरू हामीले उहाँबाट जानकारी लिँदैछौँ। यो भिडियोलाई सबैले सक्दो सेयर गरेर सहयोगी मनसम्म पुर्याइदिनु होला। राजु सर, स्वागत छ हजुरलाई। हजुर, नमस्ते प्रवीणजी, थ्याङ्क यू सो मच बोलाउनु भएको लागि। अहिले उहाँको अवस्था, बुद्धि कुमारी चौधरीको अवस्था के छ? हजुर, अहिले हाम्रो बुद्धि बहिनी चाहिँ अहिले आइसियुमा हुनुहुन्छ, अपरेसन चाहिँ भइसकेको छ। अनि फेरि पनि आज फेरि अर्को अपरेसन गर्नुपर्ने छ, किनभने अपरेसन चाहिँ टाउकोको गरेको ब्रेन ट्युमर त्यो निकालिसकेको छ। तर नाकबाट अपरेसन गरेको हुनाले चाहिँ नाकबाट चाहिँ केही तरल पदार्थ अलिअलि ब्लड जस्तो निस्किरहेको हुनाले चाहिँ फेरि साँझ चाहिँ त्यसको फेरि रिचेक होइन कहाँबाट यो हुँदैछ भन्ने कुरा चाहिँ फेरि पनि अपरेसन गर्ने कुरा भइरहेको छ। अनि त्यसको लागि चाहिँ साँझ स्वास्थ्य अवस्था अहिले उहाँ अलिअलि बोल्नु पनि हुन्छ। अलिकति प्रब्लम चाहिँ त्यही हो, नाकबाट त्यो भइरहेको छ। अनि अब अहिले त्यो जस्तो हामीलाई तपाईँहरूले खबर गर्नुभएको थियो र हामीले एउटा भिडियो सहयोगको लागि राखेका थियौँ र त्यो भिडियो राखेको केही समयपछि धेरै सहयोगी संस्थाहरू अथवा व्यक्तिहरूले तपाईँलाई पनि सम्पर्क गरेर सहयोग गर्नुभएको छ। अहिलेसम्म कति उठेको छ सर? हजुर, एकदमै म धन्यवाद दिन्छु हाम्रो गुवा नेपाली टिभी र हाम्रो पुरन सर, तपाईँको मिसले धन्यवाद दिन्छु। जब तपाईँहरूले हाम्रो बहिनीको जब तपाईँले सहयोगी भावना भएका व्यक्तिहरूमा तपाईँले यो पुर्याइदिनु भयो र धेरैले सहयोग गर्नुभएको छ। र अहिले हामीसँग उठेको जति रकम जति चाहिँ अहिले हामीसँग चाहिँ ₹32,533 अहिलेसम्म उठिसकेको छ। अनि हेरौँ अब कतिसम्म उठ्छ। अब तर यो पनि हाम्रो लागि ठुलै रकम हो होइन। अनि म जतिजनाले हामीलाई हाम्रो बहिनी बुद्धि कुमारी बहिनीको लागि आफ्नो मन खोल्नु भएको छ है आर्थिक कुराहरूमा, म एकदमै धन्यवाद भन्न चाहन्छु सबैलाई, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि अब अझै पनि सायद त्यतिले पुग्दैन होला। ठ्याक्कै सर कतिसम्म लाग्ने सम्भावना छ अथवा डाक्टरको सल्लाह के छ? डाक्टरले चाहिँ पहिले उहाँले भन्नुभएको थियो कि 40,000 चाहिँ डिपोजिट गर्नु भनेर भन्नुभएको थियो। तर हामीले चाहिँ रिक्वेस्ट गऱ्यौँ कि हामी डिस्चार्ज हुँदाखेरि हामी सबै रकम बुझाउँछौँ भनेको थियौँ हामीले। त्यसपछि उहाँले चाहिँ अनि ठिकै छ हुन्छ भनेर भन्नुभयो। तर त्यसपछि अनि त्यति अपरेसनको लागि 40,000 हो। तर बेडहरू यताउता सबै गर्दाखेरि सायद 60-70,000 एभेबै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। तर पनि हेरौँ, अझै पनि मनकारीहरूको बिचमा पुग्नु बाँकी नै छ। म आशा गर्छु त्यो रकमहरू उठ्नेछ। अनि जतिजनाले यो हेर्दै हुनुहुन्छ तपाईँको ₹50 पनि एकदमै बहिनीको लागि चाहिँ एउटा जीवनदान भएर आउँछ। सो तपाईँहरू सबैलाई अनि जति सक्नुहुन्छ त्यति नै तपाईँले गर्नुहोस् अनि भन्ने चाहिँ मेरो सबैमा बुद्धि कुमारी चौधरी। हजुर, विगत कहिलेदेखि गुवामा बस्दै आउनु भएको थियो अथवा घर परिवारको कोही आफन्त अहिले आउनु भएको छ? उहाँको साथमा को छ अहिले? उहाँ बहिनीलाई चाहिँ म 2020-21 देखि म चिन्छु। अनि त्यहाँबाट म चिन्छु। उहाँको बुवा पनि नेपालमा मैले सुनेअनुसार चाहिँ अब क्यान्सरको पीडित हुनुहुन्छ भन्ने सुनेको थिएँ। र अनि घरमा पनि खासै अवस्था ठिक छैन। अनि यहाँ एकजना उहाँको दिदी हुनुहुँदो रहेछ, मलाई पनि थाहा थिएन उहाँको दिदी हुनुहुँदो रहेछ। पछिबाट मैले थाहा पाएँ र अपरेसन गर्नको लागि साइनको लागि चाहिँ अनि मैले कोही एकजना दिदीलाई चाहिँ मैले खडा गरेको थिएँ। तर पछिबाट फेरि हाम्रो जुन मेरो व्यक्तिहरू छन्, मेरो टिमहरू छ, त्यो टिमले चाहिँ यस्तो हुँदैन उहाँकैमा चाहिन्छ भनेकोले गर्दा चाहिँ अनि पत्ता लगायौँ। अनि मैले उहाँलाई बोलाएँ र उहाँलाई मैले सम्झाएँ। उहाँ आफ्नै दिदी हुनुहुँदो रहेछ। अनि उहाँले चाहिँ अनि
अपरेसनको लागि साइन गरिदिनु भयो अनि यसरी अपरेसन भएर अगाडि प्रोसेस भइरहेको छ। अहिले जतिले पनि हेर्नु भएको छ 32,533 उठेको छ। त्यसमा पनि गोवा राज्यमा बस्नुहुने सम्पूर्ण सहयोगी साथीहरूले सहयोग गर्नुभएको छ। सबैको सहयोग लिस्ट हामीले अर्को भिडियोमा देखाउनेछौँ। तपाईँहरू सबैले कति कहाँबाट सहयोग गर्नुभएको छ सबै हामीले सार्वजनिक गर्नेछौँ। अहिलेसम्म सरको खातामा कति जम्मा भएको छ भन्ने कुरा तपाईँहरूले थाहा पाइसक्नु भएको छ। 32,533 उठेको छ। यो रकम पनि उहाँहरूको लागि धेरै ठुलो हो, धेरै ठुलो राहत हो र अहिलेसम्म डाक्टरले सल्लाह दिएअनुसार उहाँको अपरेसन त भयो, त्यो प्रब्लम भएको कारणले गर्दा फेरि अर्को अपरेसन साँझ हुनेछ र त्यो अपरेसन भइसकेपछि उहाँको उपचारमा अझै धेरै खर्च लाग्ने अनुमान गरिएको छ। तसर्थ यो भिडियो हेर्नुहुने सबैले सबै सहयोगी मनसम्म पुर्याइदिनु होला। फेरि पनि हामीले उहाँको स्क्यान यो स्क्रिनमा राखिदिएका छौँ, उहाँको सम्पर्क नम्बर पनि हामीले स्क्रिनमा राखिदिएका छौँ। उहाँलाई प्रत्यक्ष फोन गरेर बुद्धि कुमारी चौधरीको अवस्था के कस्तो छ बुझेर उहाँलाई सक्दो सहयोग गर्न सक्नुहुनेछ। सबैले सहयोग गरिदिनु होला र सबै सहयोगी मनसम्म पुर्याउनको लागि यो भिडियोलाई सबैले सेयर गरिदिनु होला। सर, अन्तिममा बाँकी कुरा गर्दै गरौँला। अन्तिममा गोवा नेपाली टिभी हेरेर बस्नुभएका सम्पूर्ण सहयोगी मनहरूलाई उहाँको बारेमा जानकारी सहित के भन्न सक्नुहुन्छ? जति पनि यस गोवामा जुन हाम्रो न्यू नेपाली जुन च्यानल छ गोवा नेपाली टिभी अनि जतिजनाले हेर्नुहुन्छ अनि म भन्छु कि यो तपाईहरुले शेयर गर्नुहोस् र लाइक नि र फलो पनि गर्नुहोस् किनभने भोलिको दिनहरुमा बुद्धि कुमारी चौधरी मात्र हैन तर अरूलाई पनि सहायता चाहिन्छ अनि जहिले पनि म यस्तो काममा चाहिँ अगाडि नै हुन्छु अरूलाई सहयोग गर्नको लागि चाहिँ त्यसैले यो भिडियो चाहिँ तपाईले पनि शेयर गर्नुहोस् र भोलिको दिनहरुमा तपाईलाई पनि परेको खण्डमा गोवा नेपाली टिभी तपाईको लागि खडा हुनेछ त्यसैले तपाईले चाहिँ साथ र सपोर्ट चाहिँ तपाईले दिनु होला यो भन्न चाहन्छु। राजु राई विगत धेरै वर्षदेखि गोवा राज्यमा बसेर नेपाली नागरिकहरूलाई जस्तो बुद्धि कुमारी चौधरी जस्तै नेपाली जति पनि समस्यामा पर्नुहुन्छ परेको बेला आफ्नो तर्फबाट हुन सक्ने सहयोगका कुराहरू आर्थिक सहयोगका संकलनका कुराहरू धेरै कुराहरू उहाँले चाहिँ म्यानेजमेन्ट गरिरहनु भएको छ। दुःखमा परेका नेपालीहरूलाई सहयोग गर्दै आउनु भएको छ र अहिले यो समयमा बुद्धि कुमारी चौधरीको लागि पनि उहाँ सहयोगको लागि सहयोग संकलनको लागि संघ संस्थाहरूसँग व्यक्तिहरूसँग घुमिरहनु भएको छ। संकलनको अभियान सुचारू गरिरहनु भएको छ, सञ्चालन गरिरहनु भएको छ। यो दुनियाँमा राजु राई जस्ता व्यक्तिहरू कमै भेटिन्छन् र भेटाउन पनि मुस्किल परेको बेला उहाँहरूले धेरै सपोर्ट सहयोग गर्नु भएको छ। एउटा मिडिया त आवाजको माध्यम मात्रै हो, हामीले एउटा आवाज प्रवाह मात्रै गरिदिएका हौँ। सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरू र सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूको सङ्कलन गरेर बुद्धि कुमारी चौधरीको उपचारमा प्रत्यक्ष खट्नुभएका राजु राई सर हजुरलाई धेरै धेरै धन्यवाद। तपाईहरु जस्ता सहयोगी भावनाका व्यक्तिले गर्दा समस्यामा परेका नेपालीहरू प्रवासमा सहयोग पाइरहनु भएको छ र सही उपचार पाइरहनु भएको छ। यहाँसम्म हाम्रो अफिससम्म आएर बुद्धि कुमारी चौधरीको उपचारको के कस्तो भइरहेको छ उहाँको समस्या उहाँको अहिलेको अवस्था जानकारी गराइदिनु भएकोमा हजुरप्रति धेरै धेरै आभारी छु र अन्तिममा त्यस्तो केही भन्न मन लागेको कुराहरू छन् भने एकदमै धन्यवाद तपाईले मलाई यसमा बोलाउनु भयो। तर यो मिडियाद्वारा भन्न चाहन्छु आज बुद्धि बहिनी मात्र हैन जो पनि यदि गोवामा त्यस्तो गाह्रो अवस्थाहरू छ भने चाहिँ मलाई फोन गर्न सक्नुहुन्छ। म त्यो ठाउँ पुग्नेछु अनि मेरो भावना भनेको चाहिँ जब म अरूलाई सेवा दिन्छु र सहयोग गर्छु अनि मलाई चाहिँ त्यहाँ खुसी मिल्छ र एकदमै आनन्द लाग्छ। अनि यदि तपाईँ पनि कुनै अवस्थामा गाह्रो हुन्छ भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अब यसपछि के कस्तो सहयोग उठ्छ सबै सहयोगी मनहरूको सहयोग सङ्कलन विवरण हामीले तपाईँसँगै बसेर अथवा बुद्धि कुमारी चौधरी डिस्चार्ज भइसकेपछि उहाँको स्वास्थ्य अवस्था सुधार भइसकेपछि फेरि हामी अर्को भिडियो भेट्छौँ सर। छुट्टिन्छु र के भन्दै हुनुहुन्थ्यो छटकै मैले जब बुद्धि बहिनी जब निस्किँदै गर्दाखेरि सायद एकचोटि उहाँलाई पनि मिडियामा लिएर बोल्नु लगाउनु पर्छ। त्यसपछि नि कोले सहायता गर्नुभयो हामीले सायद मिडियाबाटै हामीले सबैको नाम हामीले पढ्दै अझै राम्रो हुन्थ्यो कि हैन त्यसले क्लियरिटी पनि देखिन्छ। अनि जसले सहायता गर्नुभएको छ जब हाम्रो बुद्धि बहिनीले बोल्नुभयो भने चाहिँ एउटा छुट्टै एउटा राम्रो वातावरण समाजमा र यो सहयोगी मनहरुमा पनि एउटा छुट्टै किसिमको प्रभाव पर्छ। तपाईहरुले गरेको ससानो सहयोगले एउटा चेलीको उद्धार भएको छ, एउटा चेलीको ज्यान बचेको छ भन्ने एउटा सन्देश सकारात्मक सन्देश पनि आम पब्लिकलाई जान्छ। त्यसो भएको कारणले गर्दा बुद्धि कुमारी चौधरी सकुशल उहाँ चाहिँ उद्धार डिस्चार्ज भइसकेपछि हामी फेरि भिडियो बनाउने छौँ। उहाँलाई ल्याएर पनि उहाँलाई नै भिडियोमा ल्याउनु पर्छ अनि सबैको सामुने
उहाँलाई बोल्न लगाउनुपर्छ। सायद यो भिडियोबाट हुन्छ। छुट्टी। थ्याङ्क यू सो मच सर, थ्याङ्क यू सो मच। भारतबाट नेपाल पैसा पठाउनु परेमा सम्झनुहोस् सुरक्षित अनि भरपर्दो माध्यम आयामी इन्डियन प्राइभेट लिमिटेड। सम्पर्क गर्नुहोस् पिबी मनी ट्रान्सफर गोवा। फोन गर्नुहोस् 9529405617। तपाईँको समस्या हाम्रो समाधान आयामी गरौँ।